ब्याक टु माई च्यानल भेरी लङ टाइम। सो आज चाहिँ म धेरै पछि ब्याक भएको छु। भ्लग चाहिँ खासै बनाउँदिनँ नि त आजभोलि। अनि आज चाहिँ म कलेजबाट पिकनिक जाँदैछु। अब फर्स्ट इयरमा पनि भ्लग बनाएको थिएँ, सेकेन्ड इयरमा पनि अब वाइ नट थर्ड इयरमा भनेर चाहिँ अब मेमोरिज पनि हुन्छ नि त। अनि सो त्यसको लागि भयो भने बनाऊँ भनेर बनाउँदैछु। अहिले चाहिँ हामी फर्स्टमा चाहिँ कलेज जाँदैछौँ र मसँग छ यहाँ साथी धन। हेलो साथी, हामी अर्को वर्ष नि यसरी फेरि पिकनिक जान पाऊँ, फेरि अर्को वर्ष नि नयाँ भ्लग गाइज। सो अहिले चाहिँ हामी कलेज जाँदैछौँ। कलेजबाट चाहिँ हामी आज हाम्रो पिकनिकको डेस्टिनेसन चाहिँ गोदावरी रहेको छ। सो स्टे ट्युन गाइज। यो चाहिँ हाम्रो कलेज हो। अब चाहिँ हामी जाँदैछौँ कलेजतिर। यो चाहिँ हाम्रो कलेज। हेलो खुसी। आजको भ्लग चाहिँ अन डिमान्ड हो। उहाँ हुनुहुन्छ हाम्रो सुमितजी, अर्गनाइजर, पिकनिक अर्गनाइजर। हेलो हेलो। हाम्रो आजको आउटफिट ओटिटी चाहिँ जाँदैछौँ हामी बस भएको ठाउँमा। सो एक्साइटेड छौ त? पब्लिक हिल्सबाट फर्स्ट टाइम पिकनिक जाँदै। अफसोस हाम्रो चाहिँ थर्ड टाइम हो गाइस। ल सर साझा यातायातको गाडी गाइजहरू। दिदी त डन भइसक्यो त। हेलो वेलकम टु माई भ्लग गाइजहरू। अब चाहिँ हामी गोदावरी आइसकेका छौँ गाइस। फेरि पनि हामी चाहिँ पिकनिक स्पटमा आइसकेका छौँ। आजको भ्लग चाहिँ एकदमै अन डिमान्ड हो यिनीहरूको। मेन उहाँको एकदमै डिमान्ड भएर अब कस्तो अब त्यही धेरै भाउ नखाम भनेर अब गरेको हो। हेलो सार्थक, कस्तो लागिरहेछ? रमाइलो लागिरह? कस्तो लागिरहेछ? म अहिले पछि फेरि सोध्छु। फेरि सोध्छु। अब चाहिँ हामी ब्रेकफास्ट गइरहेछौँ। हेरौँ ब्रेकफास्ट हुँदैछ यहाँ। हाई गाइज। मजाले खाऊ ल गाइजहरू। गाइजहरू मजाले। कृष्ण ब्रोको एन्ट्री भएको छ। हेलो हुँदैछ यहाँ जुनियर सरको। आकृति यादव। अनि कलेज आएर आजको दिनसम्म हाम्रो क्लासले रमाइलो बाहेक केही गरेर छैन भन्दा पनि हुन्छ। नाच्ने, गाउने, हल्ला गर्ने, टिचरहरूको गाली खाने, तिमीहरू जस्तो काम नलाग्ने ब्याच कोही छैन भने त्यो ब्याच चाहिँ हामी हो होइन? बात त सही है। जुनियरहरू आउनुहुन्छ, उहाँहरूलाई चाहिँ यो कल्चर तपाईँले सिकाएर अगाडि बढ्नु होला। र मैले चाहिँ यो अलिअलि क्लासमा पनि सेयर गरेको छु है, कसरी यो चाहिँ वेल अब हामी गेम खेल्छौँ। धन्यवाद। अब गेम खेलाइदिनको लागि भन्दा अगाडि सबैभन्दा इयर वाइज एकचोटि ग्रुप पिक्चर खिचिहालौँ अनि त्यसपछि चाहिँ गेम खेल्छौँ। पहिला फर्स्ट इयर सब बलुन राख्ने होइन, यसरी अनि गीत बज्छ अनि कन्टिन्युसली डान्स गर्नुपर्छ होइन। यस्तो यस्तो गर्न पाइयो होइन। अनि जसरी जति बेला खस्छ त्यो दुइटा वेलकम टु माई भ्लग। भएन होइन, खस्यो भने खस्यो हातले चाहिँ टच गर्नु है। हामीले दैनिक के कामहरू गरिरहेको छ, स्पेसली कलेजको डिपार्टमेन्टले के गरिरहेको छ भन्ने कुराहरू चाहिँ उहाँले ब्लगमा हाल्नुहुन्छ। यसले गर्दा तपाईँहरूलाई पनि सजिलो हुन्छ आफ्नो कार्यक्रमहरू कसरी सञ्चालन गर्न सक्ने, कसरी कार्यक्रमलाई म्यानेज गर्ने भन्ने कुराहरू चाहिँ तपाईँलाई यो ब्लगले सिकाउँछ। द्याट्स वाइ यु फलो दिस ब्लग। अफ कोर्स हाम्रो गेम हुन गइरहेको छ। जो हाम्रो दर्शकबिनहरू पनि हेरेर इन्जोय गरिरहनु भएको छ। डीजे वाला ऑल द बेस्ट गाइस।
हाम्रो विनर lunch time. सेल्फी हो कि Vlog हो सर, YouTube को लागि vlog. के भन्न चाहनुहुन्छ सर? हजुर के भन्न चाहनुहुन्छ? भोक लागेर साह्रै गाह्रो भएको छ खानाले हामीलाई कुरिरहेछ कतिखेर आउँछन् भनेर हामी गाइजहरुको लन्च भइरहेछ. अरूहरू उता खाँदैछन्. साथीहरू आउँछ है खाना खाए ल खाए ल. बड़ी दुविधा थी, फिर हमने सोचा हटाओ यार, मटर पनीर पे कंसंट्रेट करो. Thank you. Welcome, Baba. Chop. Dot chop. Dot chop. Dot chop. गाँसिएका सम्बन्धहरू तर मैले जोडेर वाह 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 वाह. अरे बस कर, रुलाएगा क्या? समीक्षाले भित्र लुकाएर राखेको रहेछन् सबभन्दा पहिला उसको फुटाउनु है अब चाहिँ हामी यस्तो बोटानिकल गार्डनतिर जाँदैछौँ. हामीसँग राइडर इच्छा पर्छ. राइडर हामी ट्राफिकको पनि मतलब छैन. यस्तै हो पारा. म गाडी उडाउँदै धुलो उडाउँदै मेरो यस्तै छ. हामी जाँदैछौँ बोटानिकल गार्डनभित्र. खुट्टा दुखेर जुत्ता निकालेर हिँड्दैछु म. यो गोदावरी बोटानिकल गार्डनभित्र आएको. यस्तो भिड छ होइन. अनि हामी फोटो खिच्न लागेको तर लाइक एकदमै भिड छ कि. एकदम थाकिसक्यो गाइज. त्यही हो. चाहिँ फोटोसुट भिडियो सिनेमेटिक के हो भइरहेछ यहाँ. मोडल भएर बसिरहेको छ तर एस्थेटिक बिग्रेर. Thank you for visit. Yeah, we had so much of fun. Fun. We had a blast. Yes. Isn't it? Very fun. Yes. अब हामी निस्किन्छौँ. फेरि अब हामी पिकनिक स्पटमा ब्याक हुन्छौँ. स्टे ट्युन. नियर भएर लाज छ कि छैन? छ कि छैन? जुनियर भाइ बहिनीले खाएनन् थाहा छैन. सुरुमै आफू यस्तो मिठो मिठो छ अनि हुकेर कसलाई रेजिस्ट गर्ने गाह्रो भयो. इज नो मोर भेजिटेरियन. उसले माछा खाइसकेकी छ. गाइजहरू स्न्याक्स टाइम. हामीसँग छ फिस पिनर सादेको मुस्ताङ आलु पकौडा चिकन चिल्ली प्राउन. मिठो छ सार्थक. आज पिकनिक ब्लग यही सकिएको छ. सो मन पर्यो भने लाइक गर्नुहोस्. And don't forget to subscribe.